नमस्ते, मेरो नाम रुपेश तामाङ। मलाई जे जस्तो नाता साइनो या राम्रो नराम्रो या जुनै रूपमा पनि मलाई चिन्नुहुने सबैजना धेरै थोरै जे जति भए पनि जो मेरो यो सानो प्रयास सोसल मिडियाको जर्नीमा मलाई साथ सपोर्ट र माया दिँदै मसँग जोडिनु हुने सबैलाई धन्यवाद। हजुरहरूलाई लागिरहेको होला यो मान्छे के बोल्दैछ, नेताले जस्तो भाषण दिन खोजे भने जस्तो टाइपमा हैन। मलाई पनि सुरुमा यो कुरा गरौँ कि नगरौँ भन्दाखेरि चाहिँ मलाई पनि यस्तै लागेको थियो। तर कुरा के हो भने म हजुरहरू माझमा चाहिँ म आफूलाई अझ मजाले चिनाउन चाहन्छु भनौँ न। कुरा चाहिँ त्यही हो। अब हजुर सबैले मलाई चिन्नुहुन्छ भन्ने पनि फेरि छैन। अब कतिपयले चिन्नु पनि हुन्न होला। अब न त फेरि म चिन्नलाई त्यस्तो अब भनौँ न फेमस मान्छे पनि त होइन न त मैले अब त्यस्तो केही पनि कामै गरेको छु क्या ठुलो, या न बयान गर्नुपर्ने लाइकको, न त त्यसको लागि अब भनौँ न केही नै गरेको छु। कसैले अब भनौँ न आफैलाई नै गर्व लाग्ने काम त्यस्तो केही नै गरेको छैन। म एक साधारण मान्छे हो भनौँ। त्यसैले हजुरहरू सबैलाई मेरो कुरा अब सुन्न र अब भनौँ न मेरो यो अब जर्नीमा चाहिँ मसँगै जोडिएर मलाई साथ सपोर्ट अब दिइराख्नलाई चाहिँ होइन हजुरहरूलाई खासै चाख पनि नलाग्दो हो। अब नलाग्नु पनि सक्छ। तर म मेरा केही परिवारका सदस्यहरू र अब मेरो आफ्नो आफन्त भनौँ मेरो साथीभाइहरूसँग चाहिँ म आशा राख्दछु कि उहाँहरूले चाहिँ मलाई मेरो यो जर्नीमा सधैँ साथ सपोर्ट दिइराख्नु हुनेछ। भनौँ म यो जर्नीमा अघि बढे पनि या फेल भएर भनौँ न म पछि परे पनि सधैँ साथ सपोर्ट दिँदै हौसला दिँदै मैले नजानेको कुराहरू मलाई सिकाउँदै मलाई होइन अब भनौँ न त्यसरी नै मसँग जोडिराख्नुहुन्छ र मलाई सधैँ माया गरिराख्नुहुन्छ भन्ने आशा गर्दछु। अनि अरू कुरा भन्नुपर्दा चाहिँ अब म यदि यो जर्नीमा चाहिँ मेरो यो जर्नीमा चाहिँ म फेलै भए पनि म खुसी नै हुनेछु। यो भनेर कि एटलिस्ट मैले प्रयास त गरेँ। म फेलै भए पनि मैले एटलिस्ट प्रयास त गरेँ। आफ्नो लागि केही त बोलेँ होइन। म जस्तो ग्वाथु मान्छेले यतिको त आँट त गरेँ भन्ने त्यही सोचेर पनि म खुसी नै हुनेछु। र मेरो आजको यो फर्स्ट भिडियो हो मेरो होइन यो जर्नीको फर्स्ट भिडियो हो। यही भिडियोमा हजुरलाई के भन्न चाहन्छु भने अब सधैँ साथ सपोर्ट दिइराख्नु होला र हौसला पनि दिनु होला। अनि केही दिन पछिबाट मेरो डेली त नभनौँ, डेली त मेरो अलिकति केही कुराहरू मिलेको छैन, केही कुराहरू मिलाउनु पनि परेछ। अनि लगभग 2-4 दिनबाट चाहिँ मेरो भ्लगहरू आउँछ, भ्लगहरू आउनेछ। अनि त्यही भ्लगसँगै हजुरहरूसँग म मेरो बारेमा मेरो केही कुराहरू सेयर पनि गरौँला, भन्दै पनि गरौँला। हजुरसँग सबै कुराहरू भइ नै हाल्नेछ। त्यति जेलसम्मको लागि चाहिँ बाई बाई भन्दै मेरो यो पहिलो भिडियो चाहिँ बन्द गर्न चाहन्छु।